र एउटा दक्ष जनशक्ति निर्माण गर्ने कुरामा आगामी एजेन्डा तपाईँहरूका हाम्रा हरेक जनजातिदेखि लिएर हरेक नागरिकहरू, हरेक धर्मका नागरिकहरू हाम्रो पक्षमा जसरी लाइनमा लागेर अहिले नेकपा एमाले सारेको उम्मेदवार लाग्दछ। सबैभन्दा पहिला त यसको सन्दर्भमा मेरो आग्रह छ कि संसदमा जाने प्रतिनिधि मूलतः 3वटा कामलाई अहिले अगाडि बढाउनु पर्छ भन्ने मेरो बुझाइ छ। एउटा त नमिलेका कानुनहरू हामीले मिलाउनुपर्छ, ऐनहरू बनाउनुपर्छ, संविधानमा देखिएका गल्ती त्रुटिहरूलाई हामीले सच्याउनुपर्छ। दोस्रो, विकास निर्माणको काम जुन जनताको आशासँग जोडिएको छ त्यसलाई पनि हामीले जोडेर लिएर जानुपर्छ। र तेस्रो काम के हो भन्दा अहिले नागरिकहरूमा एक खालको निराशा छ, आक्रोश छ। त्यो निराशा र आक्रोशलाई सकारात्मक बाटोबाट, आशाको केन्द्रबाट जोडेर हजारौं युवाहरूलाई पनि यही फर्कने एउटा वातावरण र नवयुवाहरूलाई पनि आशाको किरणमा जोडेर यही भूमिमा रहन सक्ने एउटा वातावरण निर्माण गर्ने मूलतः प्रतिनिधिको दायित्व भन्ने मलाई लाग्दछ। नेपालको एउटा सेन्टरमा परेको जिल्लालाई सबैभन्दा विकसित जिल्ला कसरी बनाउने, यसमा उम्मेदवारहरूले के सोच्दै हुनुहुन्छ, के योजनाहरू बनाउँदै हुनुहुन्छ भन्ने विषयमा तपाईँहरूले के कुरा सुन्न खोज्दै हुनुहुन्छ? छोटो समयमा यो देशको चौथो दल भयो। यो देशको चौथो दल बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीलाई तपाईँहरू 11.5 लाख जनताले समानुपातिक मत दिएर नै चौथो दल बनाइदिनु भयो। सबल र समृद्ध यो समुन्नत नेपाल निर्माणको लागि र नेपाली जनताको अवस्था र व्यवस्था बदल्नका लागि र देशमा सुशासन मार्फत शान्ति र स्थायीमा पुर्याइसकेको छु र बाँकी केही यहाँ छन् मसँग पनि अझै, होइन? र त्यसलाई मैले सूत्रीकरण गरेर अवस्था, संघीयता, समानुपातिक प्रतिनिधित्व, समानता भन्ने पहिला लागू भएको थियो। 11 चोटि संविधान संशोधन भयो, अझै पनि हामीले यो पुरा भएको छैन। पुनः भएको कारणले गर्दा यो चाहिँ नीति प्रति बढी जिम्मेवारी हुनुपर्ने निर्वाचन भएको कारणले गर्दाखेरिमा नेसनल रिपब्लिक नेपाल र मेरो व्यक्तिगत तर्फबाट राष्ट्रिय जनमोर्चा नेकपा मसाल आज यो देशको एकमात्र सच्चा, सही, जिम्मेवारपूर्ण चाहन्छु हाम्रो मार्गचित्र